हेलो नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। आज चाहिँ हामी सबै फ्यामिली चाहिँ मधुमला माथि खुडी जाँदै गरेको आजको खुडीको भ्लग हेर्दै जानुहोस्। हेरा हुनुहुन्छ यता दिदी मेरो फोनमा सानिसा भान्जी को म चाहिँ अब ये कौन है बे? हेलो कता हो? ए हामी अगाडि आइरहेछौँ त। पाइपमा हुँदैछ अरे आउनु नि यहाँ अगाडिसम्म। ल A few moments later. र अब 1 घन्टाको पर्खाइपछि बल्ल सबैजना भेला भइयो। अब चाहिँ खुडीको यात्रा अब सफल हुन्छ कि भन्ने हो। हामी चाहिँ अहिले मधुमला आइपुग्यौँ। के बारी हामी यस मधुमला आइपुग्यौँ। अयुब मामा र दोर्जी चाहिँ पेट्रोल हाल्नको लागि पेट्रोल पम्पमा जानु भएको छ। यहाँको पम्प बन्द रहेछ। बन्द भन्दा नि डिजेल मात्रै रहेछ, पेट्रोल चाहिँ रहेको रहेछ। मधुमला मेन मधुमला बजार यही होला होइन? ओल्लो लाइन र ओल्लो लाइन हामी चाहिँ ओल्लो लाइनमा छौँ। रोशन दाईको पसल कता हो? कहाँ थे आप? ल अब हामी मधुमला बजार सकिएर टिकटक रोड अरे टिकटक रोडतिर लाग्यौँ। मधुमला टिकटक रोड रहेछ नि। यहाँदेखि चाहिँ स्टार्ट रहेछ नि त टिकटक रोड। यहाँदेखि चाहिँ रहेछ ठ्याक्कै टिकटक रोड चाहिँ।
What is this place? This is heaven. Rolling like a big shot, Chevy tuned up like a NASCAR freestyle. Fresh paint job, fresh inside, with the outside frame with the trunk wide. फाइनल्ली हामी खुडी आइपुग्यौँ होइन पाहाडतिर पानी परे जस्तो छ पानी धमिलो आइरहेछ स्विमिङ हान्ने हो भनेको अब हानेको हानेकै होइन स्विमिङ हान्छौ छोरो ल कान्मिसा पिङ खेल्ने भन्दै थियो पिङ पनि रहेछ यो दिदी यहाँ माथि चाहिँ के कहाँ जाने हो यो के छ भ्यू टावर छ है क्या माथि फाइनल्ली हामी आज खोडी आइपुग्यौँ होइन आज त खोडी आइपुग्यौँ कहाँ आइपुग्यो जस्तो लाग्यो यार इलामै आइपुग्यो जस्तो लाग्यो आज त खोडी आइपुग्दा पनि हामी उल्टो बाटो आयौँ नि उताबाट यताबाट झरेको भए छिटो हुन्थ्यो क्या त्यही भएर पो गाडी अलिकति ल्याचक ल्याचक भएको रहेछ ओके यो गिटार चाहिँ हाम्रो यहाँ गिटारिस्ट मामा यहाँ हाम्रो दाजु गिटारिस्ट पिङ हाल्नु पनि हल्का भ्लग हाल्नु पनि पिङ भ्लग पिङ भ्लग हाई गर्नु नि त हेलो यस्तो पो त होइन पिङ भ्लगमा पिङ खेल्न गइरहेको छु भान्जी नानी यहाँ एकदम पिङ खेल्नलाई एक्साइटेड हुनुहुन्छ म लेस बाँधिदिन्छु खोइ आयो भनेको सानो छ अनि म पनि छु कुदा न कुदा 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 यता हेर्दै कुदा भाइ हाई भनिदेऊ हाई कस्तै झर्किन्छ यसरी नै झर्किन्छ होइन पछाडि यस्तो फेरि ह्याप्पी दसैँ होइन ल हामी चाहिँ पिङ पनि खेलेर आयौँ एकदम रमाइलो भयो खुडीमा है शीतल एकदम होइन मान्छे मान्छे यहाँको मौसमले गर्दाखेरि पनि हो नि त होइन असल उता माथिबाट पहाडबाट आएको अर्ग्यानिक पानी होइन चिसो चिसो हुँदै आएको हुन्छ नि त पानी ये हम है दोर्जु है और हमारा यहाँ इधर पार्टी हो रही है सरलाई पनि दसैँ लागेछ झ्यापमा हुनुहुन्छ तपाईँ है ठिकै छ के छ सर बाटै नभए समुद्र तरी आउला थाहा छैन
यसरी जसरी त्यसरी म आउँछु मेरो Everybody, this song is dedicated to beautiful people around the world, है ना? भित्र बसौ तिमी सहारा हो तिमी जीवन के बारे विश्वास छु म तिमीलाई खरी खरी आशा This song is dedicated to हाम्रो one and only कर्ण दाई हैन कर्ण बहादुर भविष्यको कर्णधार हुनुहुन्छ जो भविष्यको कर्णधार हुनुहुन्छ हैन उहाँको लागि यो गाना हामी धार चाहिँ हुनुहुन्न खेचा लागिरहेको छ उहाँको लागि हामी यो गाना टक्राउनु छ कर्ण दाइलाई हामी के भन्न चाहन्छौँ भने यसको माध्यमबाट तपाईको कर्णमा जति पनि खिया लागेको छ जति पनि रस्टहरू लागेको छ हैन त रस्टहरू सबै मेटियोस् मर्तेल लगाएर ढुङ्गामा घोटी घोटी धारिलो बनाउनु पर्यो क्या छ्याप छ्याप लाग्ने हुनु पर्यो क्या धन्यवाद फली फुलोस् बौला जाई मौलाउनु कुकुर बौला जाई चाहिँ नबोलाउनु 1 2 3 गो यो दशमीको यो ससुरा हैन A few moments later. उडाई ल्यायो खियावारा मौसमले जहाना मनमा उडाई ल्यायो खियावारा मौसमले यो मनको कुरा चढे आँखेमा बुझ्लन करले अच्छा अब यस्तो सुन गाउँ घर तराई सहर सुन हरियाली पाख पखेरा सुन लेडीज के पालो बेटा नाच्यो मन किन किन झुम्छयो मन किन किन पञ्चन पनि उड्छ गगन आकाश उड्छ गगन छुना 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 ये मन रमाइलो छ क्या गाना गाउने मै हो अरे वाह घोडा टेकेर ल यति भन्दै आजको यो भ्लगलाई चाहिँ म यही इन्ड गर्न चाहन्छु कृपया लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न नभुलिदिनु होला अनि अर्को कुरा हजुरहरू सबैजनालाई दीपावलीको शुभकामना है